नमस्कार। रेडियो कर्णाली एफएम 105 टिमको 2 मेगाहर्ज र चिमाराबाट रेडियो माउन्टेन एफएम 94.6 मेगाहर्जका साथै कर्णाली प्रदेश लगायत आसपासका विभिन्न जिल्लामा एकैसाथ प्रसारण भएको साँझ 6:30 बजेको रविबारमा स्वागत छ। म टङ्काचार्य। रविबारको सुरुमा मुख्य खबरका शीर्षकहरू। सिंजा गाउँपालिकाको निर्माणाधीन भवनको फर्ममा खोल्ने क्रममा लडेर चौथो तलाबाट खस्दा एक कामदारको मृत्यु। लागू औषध मुद्दाका फरार प्रतिवादी प्रेम बुढा पक्राउ। फागुन 21 को प्रतीक्षामा जुम्ली मतदाता। गुठी चौरदेखि सिंजासम्म मतदातामा उत्साह र चुनावी माहौल तात्दै। चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त। चुनाव स्वच्छ, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न हुने गृहमन्त्री अर्यालको भनाई। चुनावका लागि अहिलेसम्म 11 दल र 1670 उम्मेद्वारले मात्र बैंक खाता खोले। आउँदो आर्थिक वर्षको कर नीतिबारे सुझावका लागि राजस्व परामर्श समिति गठन। अन्तर्राष्ट्रिय खबरमा पाकिस्तान अफगानिस्तान बीच खुला युद्ध घोषणा। दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाललाई भ्रष्टाचार मुद्दामा सफाई। र खेल खबरमा सङ्कटाले राष्ट्रिय लिग 2082 मा आज राहतपूर्ण जित निकाल्यो। डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब 2 दिवसीय जय ट्रफी मेन्स इलिट कप क्रिकेटको फाइनलतर्फ अग्रसर। अब रविबार विस्तारमा। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरिएका घोषणापत्रमा नेपालका 3 प्रमुख दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी नेकपाले कर्णाली प्रदेश अन्तर्गत जुम्ला र कालीकोटको पूर्वाधार विकास तथा खस सभ्यताको संरक्षणलाई प्राथमिकतामा रहेका छन्। तीनै दलका घोषणापत्रमा सडक पूर्वाधार विस्तार, जलस्रोतको उपयोग मार्फत उत्पादन वृद्धि, जडीबुटी तथा फलफूल उत्पादन प्रशोधन र पर्यटन विकासका विषय समेटिएका छन्। साथै खस सभ्यताको संरक्षण र प्रवर्धनलाई पनि विशेष महत्त्व दिएको छ। जुम्ला नेपाली भाषाको उद्गम स्थल र खस भाषाको उत्पत्ति स्थलको रूपमा परिचित भएकोले सांस्कृतिक संरक्षणलाई जोड दिएको उल्लेख छ। नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा हिमाली क्षेत्र विशेष गरी जुम्लाको खस सभ्यताको संरक्षणका लागि समुदायको सहभागितामा विशेष सांस्कृतिक योजना लागू गर्ने उल्लेख छ। दुर्गम बस्तीलाई स्थानीय सहमतिमा एकीकृत बस्ती विकास मार्फत स्थानान्तरण गर्न प्रदेश सरकारलाई वित्तीय हस्तान्तरण गर्ने योजना अघि सारिएको छ। साथै कर्णालीका महत्त्वपूर्ण सडक आयोजना महाबु कालीकोट चिल्खाया नागम गमगढी नाक्चे लाग्ना जस्ता मार्ग विस्तारलाई प्राथमिकता दिने जनाइएको छ। कांग्रेसले कर्णालीको प्राकृतिक र सांस्कृतिक सम्भावनालाई उपयोग गर्दै व्यावसायिक कृषि प्रणाली विकास, जडीबुटी संकलन प्रशोधन, उच्च मूल्यका फलफूल तथा जैविक तरकारी खेतीलाई आय आर्जनको आधार बनाउने उल्लेख गरेको छ। कर्णालीमा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र स्थापना गर्ने तथा जुम्ला कालीकोटका रैथाने परिकार र सामग्रीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने योजना पनि समेटिएको छ। जुम्लाको पातरासी गाउँपालिका 3 स्थित लोडचौरमा निर्माणाधीन हाई अल्टिच्युड तालिम केन्द्र लगायत अन्य तालिम केन्द्रको विकास गर्ने प्रतिबद्धता पनि कांग्रेसको घोषणापत्रमा छ। यसैगरी नेपाल कम्युनिस्ट पार्टी एमालेको घोषणापत्रमा कर्णाली करिडोरलाई उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधिको विकास क्लस्टरका रूपमा करिडोर सिटी निर्माण गर्ने योजना उल्लेख छ। उच्च मूल्यका तरकारी, फलफूल र जडीबुटी बिउ उत्पादनमा आधारित निर्यात अनुदान दिने तथा धान, गहुँ, मकै, कोदो, फापर जस्ता खाद्यान्न बाली उत्पादन गर्ने कृषकलाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने नीति अघि सारिएको छ। त्यस्तै 10 कक्षासम्म दिवा खाजा, किशोरीलाई निशुल्क प्याड, महिला स्वास्थ्य स्वयंसेविकालाई 20,000 भत्ता, सुत्केरीलाई 20,000 पोषण भत्ता, 25,000 सम्म ऋण मिनाहा, शिक्षकलाई सामाजिक सुरक्षामा आबद्ध गराउने तथा सुरक्षाकर्मीको कल्याणका कार्यक्रम घोषणापत्रमा समावेश छन्। नेपाली कम्युनिस्ट पार्टी नेकपाको प्रतिबद्धता पत्रमा हिमाली क्षेत्रमा भेडा बाख्रा, चौरी पालन, स्याउ, ओखर तथा जडीबुटी खेती प्रवर्धनका लागि हिमाली समृद्धि कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। हिमाली क्षेत्रमा जलाशय तथा पोखरी निर्माण, लिफ्ट सिंचाई प्रणाली विस्तार, जडीबुटी प्रशोधन केन्द्र स्थापना तथा फलफूल र इको टुरिज्म हबको विकास गर्ने विषयलाई पनि जोड दिएको छ। तीनै प्रमुख दलका घोषणापत्रले कर्णाली विशेष गरी जुम्ला र कालीकोटको भौतिक पूर्वाधार विकास, कृषि आधारित
अर्थतन्त्र सुदृढीकरण र खस सभ्यताको संरक्षणले साझा प्राथमिकतामा राखेको देखिन्छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 7 दिन मात्र बाँकी रहँदा जुम्लामा 7 जना उम्मेद्वारले मात्रै चुनावी बैंक खाता खोलेका छन्। यहाँको एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेद्वारी दिएका राजनीतिक दल तथा स्वतन्त्र गरी जम्मा 10 जना उम्मेद्वार मध्ये हालसम्म 7 जना उम्मेद्वारले मात्रै बैंक खाता खोलेको कोष तथा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख तथा जिल्ला निर्वाचन आचार संहिता अनुगमन अधिकृत मीन बहादुर घरती मगरले जानकारी दिनुभएको छ। निर्वाचनका लागि चुनावी मैदानमा होमिएका 10 जना उम्मेद्वार मध्ये नेकपा एमालेका शान्तिलाल महत, नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायत, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ज्ञानेन्द्र शाही, नेकपा माओवादीका बिर्खबहादुर शाही र स्वतन्त्र उम्मेद्वार भक्तबहादुर रावलले चुनावी बैंक खाता खोलेको निर्वाचन आचार संहिता अनुगमन अधिकृत घरती मगरले बताउनु भएको छ। नेपाली कांग्रेसका उम्मेद्वार दिपबहादुर शाही र नेपाल जनता पार्टीका रनिल विक्रम शाहीले सिफारिस मात्र लिएका छन्। कांग्रेसका उम्मेद्वार शाहीले खाता खोलेको जानकारी दिए पनि अहिलेसम्म खाताको विवरण कार्यालयमा नदिएको निर्वाचन आचार संहिता अनुगमन अधिकृत घरती मगरको भनाइ छ। नेपाल मजदुर किसान पार्टी नेमकिपाका उम्मेद्वार बिर्खबहादुर रावतले बैंक खाता खोल्नका लागि सिफारिस समेत नलिएको निर्वाचन आचार संहिता अनुगमन अधिकृतको कार्यालयले जानकारी दिएको छ। निर्वाचनमा राजनीतिक दल र उम्मेद्वारहरूले लिएको आर्थिक सहायता र तोकिएको खर्चको सीमाभित्र रहेर खर्च गर्नुपर्ने नियमको कार्यान्वयन गर्नका लागि उम्मेद्वारले छुट्टै बैंक खाता खोली सोही मार्फत आम्दानी खर्च बुझाउनु पर्ने निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कडेलले जानकारी दिनुभएको छ। निर्वाचनका लागि जिल्लामा कुल मतदाता संख्या पुरुष र महिला गरी जम्मा 71,739 जना रहेका छन्। जिल्लाभर 110 मतदान केन्द्र र 85 वटा मतदान स्थल कायम गरिएको निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी कडेलको भनाइ छ। निर्वाचनलाई लक्षित गर्दै यहाँका 8 वटा स्थानीय तहका 60 वटामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको निर्वाचन कार्यालय जुम्लाले जानकारी दिएको छ। जुम्लाको पातरासी गाउँपालिकाका युवा अमर विष्टले यहाँको तातोपानी 8 स्थित टोप्ला गाउँका आगलागी पीडित सन्देश शाही घर परिवारलाई 10,000 सहयोग गर्नुभएको छ। आगलागीबाट पीडित परिवारको तत्कालीन समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको युवा अमर विष्टले बताउनु भएको छ। आगलागी भएको घरमै पुगेर युवा विष्टले सहयोग प्रदान गर्नुभएको हो। आगलागीबाट सन्देश शाहीको घरमा झण्डै 13 लाख सम्मको क्षति भएको छ। राहत र पुनर्स्थापनाका लागि सबै पक्षले ध्यान दिन जरुरी रहेको छ। अमर विष्ट तिनै युवा हुनुहुन्छ जसले जुम्लामा बेला बखत आपद विपद र समस्या आइपर्दा समाज सेवाको काम गर्नुहुन्छ। रविवारमा अब कर्णाली प्रदेश खबरको पालो। सुरुमा सल्यानको प्रसंग। कुमाख गाउँपालिका वडा नम्बर 4, 3 र 2 मा अवस्थित सिद्ध गणेश्वर र भूमेश्वर गुफामा विशेषज्ञ टोलीद्वारा अवलोकन तथा अध्ययन भ्रमण सम्पन्न भएको छ। भ्रमणमा चमेरो विज्ञ तथा मध्यपश्चिम विश्वविद्यालय अनुसन्धान निर्देशनालयका निर्देशक डाक्टर पुष्पराज आचार्य, सर्प तथा सर्पदंश विज्ञ डाक्टर देवप्रसाद पाण्डे तथा क्रोएसियाली गुफा परिस्थितिका विज्ञ डाक्टर दुसान जेलिक सहभागी हुनुभएको थियो। सुर्खेतको प्रसंग। 21 फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन बहिष्कार र बिथोल्न खोजेको आरोपमा प्रहरीले 8 जनालाई पक्राउ गरेको छ। आफूहरूलाई निर्वाचन बहिष्कार पक्षधर बताउने 8 जना सुर्खेत, कैलाली, रुकुम र कालीकोट निवासी रहेका छन्। ठाउँ ठाउँमा राके जुलुस निकाल्ने, भित्ते लेखन गर्ने, उम्मेद्वार र मतदातालाई धम्काउने जस्ता क्रियाकलाप गरेको आरोपमा पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताउनु भएको छ। पक्राउ पर्नेमा कालीकोटका क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज नारायण नेउपाने, कालीकोटका वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव धीरज दर्जी, कर्णबहादुर बीसी रहनुभएको छ। धनगढी उपमहानगरमा बस्ने वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सचिव श्याम कुँवर, नेकपा बहुमत पार्टी सुर्खेतका जिल्ला सचिव राजकुमार पौडेल, रत्न बहादुर ओली, पूर्णतिरुवा र रुकुम पश्चिमका मानव बहादुर मल्ल रहनुभएको छ। सुर्खेत जिल्लाको अर्को प्रसंगमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्र भण्डारी साम्बाको स्वास्थ्य उपचारका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत प्रहरी
कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्। कालीकोटको प्रसङ्ग वर्षातको वा हिउँदको समयमा पानी परेपछि अवरुद्ध हुने कर्णाली राजमार्गका केही जोखिम क्षेत्रको मर्मत सुरु भएको छ। यात्रा सहज बनाउने उद्देश्यले राजमार्गका जोखिम सडक खण्डको मर्मत कार्य सुरु गरिएको हो। सडक डिभिजन कार्यालय जुम्लाले कालीकोट खण्डमा पर्ने जोखिम सडकको मर्मत सुरु गरेपछि यात्रा सहज हुन थालेको यातायात व्यवसायीले बताएका छन्। कालीकोटको अर्को प्रसङ्ग आगामी फागुन 21 गते हुने चुनावको तयारी स्वरूप निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि सदरमुकाम मान्ममा नमुना मतदान अभ्यास गरिएको छ। डोल्पाको प्रसङ्ग हिमाली जिल्ला डोल्पामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। आसन 21 फागुनमा तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ।